हेलो एभ्रिवान, तपाईहरुलाई स्वागत छ आजको हाम्रो मिनी ब्लगमा। आजको शनिबारको दिन हामी सपरिवार घुम्न गएको थियौं चोबार डाँडामा। घरबाट नै हामीले मिठो मिठो खानेकुराहरू बनाएर लिएर गएका थियौं अनि यसरी ग्राउन्डमा घाममा बसेर सुन्तला त्यस्तै गरी विभिन्न खानेकुराहरू खायौं, इन्जोय गर्यौं। हाम्रो सानो पुन्टु पनि धेरै इन्जोय गरिरहेको थियो। पहिला त हिडेको गरिरहेको थियो, पछि चाहिँ खानेकुराहरू निकालेपछि चाहिँ ऊ पनि बसेर खान थाल्यो अनि मामालाई उसले एकदम सताइरहेको थियो। हिँड घुम्न हिँड भनिरहेको थियो अनि उसको बाबालाई नि सताइरहेको थियो। त्यसपछि हामीले केही फोटोहरू खिच्यौं, एकदम इन्जोय गर्यौं अनि हामी सपरिवार सबै घुम्दै रमाइलो गर्यौं। अनि मामा र बाबालाई चाहिँ निकै सताइरहेको थियो मेरो सानो पुन्टुले। उसले कता कता हिँड्ने के गर्ने भनिरहेको थियो। अनि त्यहाँ खोला अनि ग्रिन एरिया देखेर एकदम खुसी भइरहेको थियो बाबु पनि। त्यसपछि हामीले पनि केही भिडियो फोटोहरू खिच्यौं। साँच्चीकै यसो विचार गर्दाखेरि त घरभित्र भन्दा घर बाहिर त बच्चा यति खुसी हुने। मलाई चाहिँ अहिलेको सिचुएसनमा हेर्दाखेरि चाहिँ बच्चाहरूलाई कहिलेकाहीँ बाहिर लिएर जाँदाखेरि चाहिँ एकदमै रमाइलो पनि मान्ने प्लस इन्गेजमेन्ट पनि हुने, नयाँ नयाँ इन्भाइरोमेन्ट भएपछि एक्साइटमेन्ट पनि एकदमै बढ्दो रहेछ। सो हामीले पनि एकदमै इन्जोय गर्यौं, मेरो बाबुले नि एकदमै इन्जोय गर्यो। सो थ्याङ्क यू एभ्रिवान।